आज 1 वर्षपछि फेरि खानाको भिडियो लिएर आएको छु। मेरो खानामा छ गहुँको पिठोको ढेँडो, अनि त्यहाँबाट अर्ग्यानिक फर्सीको मुन्टा, अनि यही सिद्राको अचार छ। यस्तो भइसक्यो, यही देखिएन सिद्राको अचार 2टा खुर्सानी लिएर आएको छु। अब म खान्छु। 1 वर्षै भयो लगभग। अचार त कता गयो? देख्दैन त अचार त कता गयो? अचार देखिँदैन त हौ। यस्तो गरी देखिन्छ होला, यस्तरी यस्तो चाहिँ देखिँदैछ बरु अचार। मेरो एकदम फेभरेट। गर्मी नै कस्तो पसिना आएको। क्यामेरा बिजा भएन क्या हो? अहिले बर्खामा त फर्सी मुन्टाको सिजन छ नि त, जाँक पनि पाइन्छ क्या।